प्रत्येक महिनाको 15 गते पाठशालाका लघुकथा नमस्कार दर्शक तथा श्रोतावृन्द, स्वागत छ तपाईलाई नेपाली कथा युट्युब च्यानल साथसाथै हाम्रो लघुकथा केन्द्र नेपालको संयुक्त प्रस्तुति पाठशालाका लघुकथामा। पाठशालाका लघुकथामा मैले पाठशालाका लघुकथा पुस्तक 1, पुस्तक 2 र हाल पुस्तक 3 वाचन गर्दैछु। पाठशालाका लघुकथामा आजको लागि भने पुस्तक 3बाट सम्पूर्ण कथाहरू वाचन गर्नेछु र यो सँगसँगै प्रत्येक महिनाको 15 गते आउने पाठशालाका लघुकथा आजदेखि समाप्त हुनेछ। तपाईहरूको साथ, माया, हौसलाको लागि हार्दिक हार्दिक धन्यवाद। साथसाथै हाम्रो लघुकथा केन्द्र नेपालका सम्पूर्ण सदस्य तथा पदाधिकारीहरूमा तपाईहरूको साथ र सहकारीको लागि हार्दिक हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। साथसाथै नेपाली कथा युट्युब च्यानल र हाम्रो लघुकथा केन्द्र नेपालको सहकार्यको लागि पहल गरिदिनुहुने प्रेमपुन मगरज्यूलाई पनि हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु। साथसाथै प्रत्यक्ष र परोक्ष रूपमा यस कार्यक्रममा जोडेर सहयोग गरेर साथ दिनुहुने सम्पूर्ण दर्शक श्रोताज्यूलाई धेरै धेरै धन्यवाद। अब लागौं आजका लघुकथाहरूतर्फ। पाठशालाका लघुकथा श्रृङ्खला 18मा पहिलो लघुकथा रहेको छ चन्द्रमाको चाहना। लघुकथाकार विद्या खड्का। पूजा सकेर भान्सामा पसेकी रमा एक्लै फतफताउँदै थिइन्। एक आँखा के आँखा, एक सन्तान के सन्तान। हाम्रा पालामा बिहे गरेको 8-10 वर्षमा आँगनभरि छोराछोरी हुन्थे। अहिलेकालाई एउटै छोराको सुमसुमले फुर्सद छैन। आज पूर्णिमाको दिन एउटी कन्या केटी टीका लगाएर खाना खाउँ भने पनि गाउँ पस्नुपर्छ। आमाको गनगन सुनेर छोरा करायो। होइन, के भन्नुभएको आमा? उनले च्याठिँदै भनिन्। के भन्नु नि, आकाशमा सूर्य मात्र भएर के गर्नु? रातको अँध्यारोमा साथ दिने चन्द्रमा पनि त चाहिन्छ भनेकी नि। छोराले आमाको कुरा बुझे। उनले भने, आमा, मलाई पनि छोरी असाध्यै मनपर्छ। छोरी भएको घर उज्यालो हुन्छ, चाडबाड पनि रमाइलो हुन्छ। तर के गर्नु? आमाले हकारिन्। तर छोराले कुरा प्रष्ट पार्दै भने, प्रजनन अधिकार भनेको महिलाको नितान्त व्यक्तिगत अधिकार हो। एक हातले ताली नबज्दो रहेछ नि आमा। लघुकथा चन्द्रमाको चाहना। लघुकथाकार विद्या खड्का। त्यसै गरी अर्को लघुकथा रहेको छ बिर्सिएका अनुहारहरू। लघुकथाकार विद्या ढकाल तनहुँ। रात छिप्पिँदै थियो। हँसिलो मुद्रामा कान्छी भाउजूले आइपुग्नु भो भन्दै मजेरीमा गुन्द्री ओछ्याइदिनु भयो। थकाइले लखतरान हामी नमस्कार भाउजूको उत्तर फर्काउँदै त्यसै गुन्द्रीमाथि बस्यौं। भाउजूले चिसो पानीले भरिएको अमखोरा हाम्रो सामु राखिदिनु भयो। हामी 4 जनाले पालै पालो पानी पियौं। भाउजू खानाको तयारीमा लाग्नुभयो। 15 वर्ष पुगेका छोरा टेकु गर्भमै हुँदा परदेशिएका कान्छा दाईको अहिलेसम्म कुनै हत्तपत्त थिएन। छोराको मुख हेरेर चित्त बुझाउँदै कान्छी भाउजूका दिनहरू बितिरहेका थिए। 9 कक्षामा पढ्दै गरेका टिकु समेतको सम्पर्कबाट यो घर हाम्रो सेल्टर बनेको थियो। हामीले यस घरमा भूमिगत रूपमा भेग र जिल्ला स्तरीय धेरै कार्यक्रमहरू सम्पन्न गरेका थियौं। हरेक अप्ठ्यारा पलहरूमा यस घरले हामीलाई सुरक्षा प्रदान गरेको थियो। यही नै उनका 40 वसन्त बिते। देशमा ठूल्ठूला राजनीतिक परिवर्तन भए। हामी गाउँबाट शहर छिर्यौं। हाम्रो पार्टीले सिंहदरबारमा कब्जा जमायो। बिरामी आमा र हाम्री कान्छी भाउजू उपचारको सिलसिलामा राजधानी आए। कुनै ठूलो आश लिएर होइन, पुरानो सम्झनाका कारण मलाई भेट्न मेरै कार्यकक्षमा उनीहरू आइपुगेका रहेछन्। नमस्कार सर, 2 हात जोड्दै उनले भने। म अल्मलिएको देखेर उनले थपे, म डाँडागाउँको टेकु, मलाई चिन्नु भएन? मैले उनलाई जवाफ फर्काउन आवश्यक ठानिन, किनकि मैले उनलाई बिर्सिसकेको थिएँ। लघुकथा बिर्सिएका अनुहारहरू। लघुकथाकार विद्या ढकाल। त्यसै गरी अर्को लघुकथा रहेको छ नम्बरी जागिर। लघुकथाकार विपिराज दाहाल। सिन्धुली हाल ढल्केवर धनुषा। उनी अफिसबाट घर आइन्। उनको सधैँको चिन्ता बुढालाई खुसी राख्न नसक्नु थियो। आज चाहिँ उसलाई अफिसबाट आउँदा खुसी पार्नेछु भनेर उनले सोचिन्। उनलाई मनपर्ने खाजा चाम्रे र साँधेको गुन्द्रुक बनाउन थालिन्।
सानो छोरो साथमा थियो। छोरी पढाइमा व्यस्त थिए। सन्तानको काम गर्दा गर्दै आज उनले खाजा बनाउन भ्याइनन्। उनका बुढा आज छिट्टै घर फर्किएका थिए। घर प्रवेश गर्न साथ उसको कठोर स्वर सुन्यो, होइन यो सुँगुरको खोर हो कि मान्छे बस्ने घर? घरसम्म सफा गर्न नसक्नेले के गरी खान्छन् है? फोहोर कति मन परेको यसलाई। फतफताउँदै ऊ ओछ्यानमा पल्टियो। सानो छोराको कारण अफिसमा पनि राम्रोसँग काम गर्न नसकेकी उनलाई सहकर्मीले गर्ने छेडछाड र हाकिमको गाली सामान्य भइसकेका थिए। तापनि दिनभरि काम गरेर थाकेर आउने श्रीमानलाई रिस नउठाउन पाए हुन्थ्यो भन्ने उनलाई लाग्थ्यो। हतार हतार बडार कुडार सकेर उनी पानी र खाजा लिएर आइन्। अझै पनि उसको रिस भने मरेको थिएन। उसलाई आउने बित्तिकै पानी पिउने रहर थियो। भो अब पानी खाजा चाहिएन, आफै खानु टन्न। यति भनेर ऊ मोबाइल चलाउन थाल्यो। सबै कुरा सुनिरहेकी छोरीले आमाको नियाउरो मुख हेर्दै भनी, हजुर पनि अफिस जानुहुन्छ, भाइ झगडा गरिरहन्छ, बाबाको जस्तै जागिर हजुरको पनि त छ, तर किन बाबा हजुरसँग रिसाइरहनुहुन्छ? उनी एकछिन घोरिन् अनि जवाफ दिइन्, उहाँको सरकारी सेवाको नम्बरी जागिर हो नि त छोरी। लघुकथा नम्बरी जागिर। लघुकथाकार बिपिराज दाहाल। त्यसैगरी अर्को लघुकथा रहेको छ परिणाम। लघुकथाकार विवेक दुलाल छेत्री, दमक। हाल दमक बजार छापा। युके आर्मीबाट ऊ निवृत्त भयो। आम्दानीको अन्य स्रोत थिएन। उसलाई खर व्यवहार धान्न गाह्रो भयो। उसले श्रीमतीसित सल्लाह गर्यो र अफगानिस्तानको काबुल गयो। त्यहाँ नेटो सैनिकको अधीनमा रही उसले सैनिककै रूपमा काम गर्न थाल्यो। ऊ काबुल स्थित खाद्य गोदामको सेन्ट्रीमा बस्थ्यो। त्यहाँ बेला बेलामा तालिबानी फाइटरहरूले लन्चर हमला गरिरहन्थे। त्यहाँ कुनै पनि समय तोपका डल्लाहरू वर्षनु नौलो कुरा थिएन। एक समय ऊ सेन्ट्रीमा बसेको थियो। तल मूल गेट थियो। त्यहाँबाट जर्मनी अमेरिकी महिला सैनिकहरू ओहोर दोहोर गर्दथे। आइमाई भनेपछि ऊ हुरुक्क हुन्थ्यो। उसको मन चञ्चल भयो। उसले मन थाम्न सकेन। उसले महिलालाई निहुरेर हेर्न थाल्यो। यतिकैमा एउटा लन्चरले उसको घाँटी वार पार हुने गरी छेडिदियो। एकैछिनमा उसको शरीर तल झरेर मुर्दामा परिणत भयो। उसका केही सैनिक साथीहरूले भने, बिचारा धनमान, कुइरिनेलाई हेर्ने बेहोसीमा तालिबानको निशाना बन्यो। लघुकथा परिणाम। लघुकथाकार विवेक दुलाल छेत्री, दमक। त्यसैगरी अर्को लघुकथा रहेको छ कुन दुःख ठूलो। लघुकथाकार प्राध्यापक विश्वराज अधिकारी, मिरगन्ज, हाल ओक्लाहोमा, अमेरिका। छेउछाउ कतै अन्य गाउँहरू नभएको एक एक्लिएको गाउँको एक व्यक्ति समक्ष ईश्वर प्रकट भएर सोध्नुभयो, तिमी अति दुखीलाई वरदान दिन मन लाग्यो, तर म केवल 2 वरदान मात्र दिन सक्छु, वरदान माग। ती व्यक्तिले भने, प्रभु, यो गाउँका सबै मानिसहरू दुष्ट छन्, मलाई अनेक तरले दुःख दिन्छन्, मेरो शोषण गर्छन्, यिनीहरूले गर्दा मेरो जीवन कष्टकर हुन पुगेको छ। मेरो यो कष्टकर जीवन सरल पारिदिन मेरो गाउँका यी सबै व्यक्तिलाई मुर्दा तुल्याउन वरदान दिनुहोस्। ईश्वरले भन्नुभयो, तिम्रो इच्छा पूरा भयो। हेर, तिम्रो परिवार बाहेक यो गाउँमा अब कोही पनि जीवित छैन। तिमीलाई अर्को वरदान दिन म 1 हप्तापछि पुनः प्रकट हुनेछु। 1 हप्तापछि फेरि ईश्वर प्रकट हुनुभयो र प्रश्न गर्नुभयो, भन तिमी दोस्रो वरदान के माग्छौ? ती व्यक्तिले भने, प्रभु, मेरा गाउँका मुर्दा हुन पुगेका यी सबै व्यक्तिहरूलाई जीवित तुल्याइदिनुहोस्। आश्चर्यचकित हुँदै प्रभुले प्रश्न गर्नुभयो, तिमीलाई दुःख दिने यी दुष्टहरूलाई तिमीले किन पुनः जीवित बनाउन खोजेको? यिनीहरूलाई मुर्दा नै रहन देऊ। ती व्यक्तिले भने, प्रभु, मेरो गाउँका यी व्यक्तिहरू जीवित हुँदा म जति दुखी थिएँ त्योभन्दा बढी दुखी यिनीहरू मरेपछि भए। वरिपरि मान्छेहरू नभएपछि त बाँच्न सकिँदो रहेनछ। प्रभुले हाँस्दै भन्नुभयो, तिम्रो यो माग पनि पूरा गरिदिए। लघुकथा कुन दुःख ठूलो। लघुकथाकार प्राध्यापक विश्वराज अधिकारी। त्यसैगरी अर्को लघुकथा रहेको छ नातिको बोली। लघुकथाकार विष्णुप्रसाद उप्रेती, बिर्तामोड, छापा। 2 जना महिलाहरू बिहिबारे बजार झरेर गफ गर्दै घर फर्किरहेका थिए। एकजना 60 वर्षमाथि लागेकी र एकजना तरुणी थिइन्। बुढीले भनिन्, हेर न बहिनी, आज मलाई कस्तो हतार छ। घरमा भैँसी बिरामी छ। 2 दिनदेखि पाडे लिन मान्दैन। कसैलाई छेउ पर्नै दिँदैन। बोक्सी लागेर पटक्कै भयो। घर पुगेर झाँक्री बोलाएर खुर्सानीको धुवाँ लगाएर सिस्नोले पिटेर बोक्सीका आँखा नफुटाई भा छैन। नानीका बा पनि घरमा छैनन्। तरुणीले सम्झाउँदै भनिन्,
हैन दिदी, यो बोक्सी सोक्सीको कुरा नगरौं। कोही मानिस बोक्सी हुँदैन, यो भ्रम मात्र हो। बरु छिटो पशु डाक्टरलाई बोलाएर देखाउनु न। उनले थपिन्, कहाँ त्यस्तो हुन्छ र बहिनी, पक्कै पनि बोक्सी लाग्या हो। त्यसै हाम्रा पुर्खाले यो धामी झाँक्री बोक्सी डाइनी मानिल्याएका हुन् र मैले मान्छे चिनेको छु। म आज त्यसको धुलो नझाडी कहाँ छोडेला। लौ दिदी, जे मन लाग्छ गर्नुहोस्, तर छिटो डाक्टरलाई देखाउन नभन्नुहोला। यति भन्दै तरुणी महिला उभो लागिन्। बुढी महिला भने लखर लखर घर पुगिन्। उनलाई देखेर उनको बालक नाति कुद्दै आएर सोध्यो, आमा, तपाईँ बोक्सी हो? नातिलाई पर धकेल्दै उनी कराइन्, फटा, तँलाई यस्तो नचाहिँदो कुरा कसले भन्यो? ऊ अलि पर सरेर डराउँदै भन्दै थियो, अनि किन मलाई सबैजना बोक्सीको नाति भन्छन् त? लघुकथा नातिको बोली। लघुकथाकार विष्णुप्रसाद उप्रेती। त्यसै गरी अर्को लघुकथा रहेको छ सम्मान। लघुकथाकार विश्व विश्रुत विकास। बेलबारी मोरङ। कार्यक्रममा त तीनै शिक्षकको महत्व हुन्छ, जसलाई विद्यार्थीहरूले औधी रुचाउँछन्। तर म त यसै पनि उनीहरूको रुचि नभएको विषयको शिक्षक। मलाई कसले पो वास्ता गर्लान् र? पशुपति अंग्रेजी स्कुलका अवकाश प्राप्त नेपाली शिक्षक गंगाधरले भूपू विद्यार्थीहरूले आयोजना गरेको कार्यक्रमको निमन्त्रणा पत्र ओल्टाई पोल्टाई गर्दै सम्झे। विकास, विनय, वसन्त, सरस्वती र मुना त्यस बेलाका अब्बल मानिएका विद्यार्थी, तर नेपाली विषयको सृजनात्मक अभ्यास नगरेका कारण धेरैपल्ट तिनीहरूलाई मैले कुखुरा बनाएको थिएँ। आज उनीहरूले नै गरेको कार्यक्रममा म कसरी उनीहरूको प्रिय शिक्षक बन्न सक्छु र? उनी कार्यक्रममा जाने कि नजाने दोधारमा परे। केही बेर गम्भीर मुद्रामा देखिएका गंगाधर एकाएक लट्ठीको सहारा लिँदै पशुपति अंग्रेजी स्कुलतर्फ लम्किए। कार्यक्रम स्थल पुग्ने बित्तिकै मञ्चबाट ससम्मान अतिथिको आसन ग्रहण गर्न उनको नाम उच्चारण गरियो। उनी सकि नसके मन चढ्दै गर्दा दुईजना युवक उनको नजिक पुगे। उनीहरूले झुकेर नमस्कार गरे र मञ्चमा चढ्न सहयोग गरे। उनका मधुर आँखाले विकास र विनयको युवा अनुहारलाई मुस्किलले ठम्यायो। कार्यक्रम भव्यताका साथ सम्मानतर्फ अगाडि बढ्यो। सञ्चालकले आफ्नो स्कुले जीवनमा आफूहरूलाई प्राध्यापन गराउने शिक्षकहरूमध्ये एकजनालाई सम्मान गर्ने कार्यक्रम गरेको घोषणा गरे। अब म बाटो लागेकै ठिक, यति सोच्दै गंगाधर सकि नसकी उठ्न खोजे। यतिकैमा मञ्चमा उद्घोषकको आवाज गुन्जियो, हामीलाई नेपाली भाषा, व्याकरण, साहित्य, कला सिकाउन हर तरले लागि पर्नुभएका आदरणीय गुरु गंगाधर आजको यस कार्यक्रममा उत्कृष्ट गुरुको रूपमा सम्मान गरेका छौं। लघुकथा सम्मान। लघुकथाकार विश्व विश्रुत विकास। त्यसै गरी अर्को लघुकथा रहेको छ युगको अप्रिय हार। लघुकथाकार शरण राई, धरान। जनमत बुझ्न क्रिएटिभ संस्थाले एउटा अचम्मको कार्यक्रमको आयोजना गर्यो। सबैभन्दा बढी श्रद्धा र सम्मान गरिने एउटा जिउँदो मानिसको तस्विरमा फूल चढाउने र सबैभन्दा बढी घृणा गरेको एउटा जिउँदो मानिसको तस्विरमा थोक्ने। यस नयाँ प्रकारको कार्यक्रममा हजारौं सर्वसाधारण मान्छेले सहभागिता जनाएका थिए। नाम चलेका सयौं मानिसको तस्विर गोप्यस्थानमा राखिएको थियो। पालै पालो त्यहाँ गएर फूल राख्ने र थुक्ने कार्यक्रम गर्नु पर्थ्यो। अन्तमा त्यो काम सम्पन्न भयो। सर्वसाधारण आम मान्छेहरू त्यहाँ गएर थुकेर त आउँथे, तर फूल भने कसैको तस्विरमा नराखी फर्काएर मैला ढुवाङमा फाल्थे। अन्तमा को सबैभन्दा घृणित रहेछ भन्ने परिणाम बुझ्न तस्विरहरू हेरियो। 2वटा तस्विरमा यति धेरै थुकिएको थियो कि ती तस्विरहरू चिन्नै नसकिने गरी धुजा धुजा भएका थिए। तसर्थ सबैभन्दा घृणित जीवित मानिसको पहिचान हुन सकेन। सबैभन्दा बढी लज्जाको विषय श्रद्धा र सम्मान गरिने एउटा जिउँदो मानिस जसको तस्विरमा हजारौं सर्वसाधारण मान्छेहरू फूल चढाउन सक्थे, एउटै त्यस्तो जिउँदो मानिस नहुनु वर्तमान युगकै अप्रिय हार देखियो। लघुकथा युगको अप्रिय हार। लघुकथाकार शरण राई। त्यसै गरी अर्को लघुकथा रहेको छ सम्पत्ति। लघुकथाकार शान्ता तिमसिना, भक्तपुर। जेठी बुहारी भित्राएको 4-5 वर्ष भइसकेको थियो। उनीहरू कान्छी बुहारी भित्राउने तयारीमा थिए। हुने खाने घर र उच्च पदका सरकारी जागिर गर्दै गरेकी केटी पाएर उनीहरू खुसी भए। धुमधामले विवाह सम्पन्न भयो। विवाहमा थुप्रै दाइजो पाएपछि छिमेकीहरूले जिब्रो काटे।
कान्छी भित्राएपछि जेठीलाई गर्ने व्यवहारमा फरक देखिन थालेको थियो। समय बित्दै गयो। कान्छी बुहारीको स्वभाव अनि उनले गरेको व्यवहार देखेर आमा चिन्तित हुन थालेकी थिइन्। उनीहरू बीच मनमुटाउ हुन थाल्यो। कान्छीले जागिरको सरुवा मिलाएर श्रीमानलाई पनि उतै लिएर गइन्। एक दिन आमा एक्कासी बिरामी परिन्। गाउँका छिमेकीले दुवै छोरा बुहारीलाई खबर गरिदिए, तर कान्छीका परिवार आएनन्। छुट्याइदिएर अलग बसेकी जेठी खबर सुन्न साथ आइन्। उनले आमाको राम्रो सेवा गरिन्। केही दिनको सेवापछि आमा स्वस्थ भइन्। आमाले बुहारीको शिरमा हात राख्दै भनिन्, हामीले तिमीलाई चिन्न सकेनौ बुहारी। तिम्रो बाउ आमाले दाइजो दिन नसके पनि संस्कार चाहिँ राम्रोसँग सिकाएका रहेछन्। लघुकथा सम्पत्ति। लघुकथाकार शान्ता तिमसिना। त्यसैगरी अर्को लघुकथा रहेको छ चोट। लघुकथाकार शान्ता साक्य। थापाखेल ललितपुर। रक्स्या बाउले आमालाई कुटेको छोराले सहनै सकेन। उरुन्थ्यो, तर बाउको अगाडि केही भन्न सक्दैनथ्यो। उसकी आमा सरकारी स्कुलमा पढाउँथिन्। घर व्यवहार सबै दुःखजिलो गरी उनी आफै चलाउँथिन्। बाहिर जाँदा रक्सिया लोक्ने कि श्रीमती भनेको सुन्दा उनी भुतुक्कै हुन्थिन्। पहिला ऊ चुरोट र रक्सी खाँदैनथ्यो। साथीहरूको संगतले कुलतमा फस्न पुग्यो। लत छोडाउन आफ्नो तर्फबाट उनले अनेक उपाय गरिन्। केही सिप लागेन। सोही लतले गर्दा उनको लोग्नेको नोकरी गएको थियो। त्यसपछि उसले रात पनि बाहिर बिताउन थाल्यो। एक दिन बिहानै आमाको मोबाइलबाट बाउलाई छोराले फोन गर्यो, बाबा नरिसाउनुहोस् है, मेरो सबै कुरा सुनेर मात्र जवाफ दिनुहोला। बाबा, मलाई साथीहरूले रक्स्याको छोरा अनि स्वास्नी कुट्नेको सन्तान भन्छन्। भोलि आमा मामा घर जाने रे, उहाँ नफर्केने रे। अब त म पनि स्कुल जान पाउँदिन होला। घरको काम सबै बाबाले नै गर्नुपर्ने हुन्छ। बाबा, तपाईँले चिन्ता लिनु पर्दैन। हजुरका लागि चुरोट र रक्सी किन्न जाने अनि सल्काइदिने काम म गरिदिन्छु। बाबु छाँगाबाट खसे झैं झसङ्ग भए। उनले एक्कासी चिच्याएर भने, हुन्न बाबा हुन्न, के भनेको तिमीले यस्तो? तिम्रो कसम, म आजैबाट तिमीहरूसँगको मेरो सम्बन्ध छुटाउन खोज्ने रक्सी र चुरोट खाँदिन। सत्य सत्य, धर्म म छाडिदिन्छु। सुन्यौ तिमीले? लघुकथा चोट। लघुकथाकार शान्ता साक्य। त्यसैगरी अर्को लघुकथा रहेको छ भाँचिएको मन। लघुकथाकार शारदा दाहाल भण्डारी। बटुके रातिसम्म घर आएन। खानासँगै खाउँला भनेर बाटुली घरमा पर्खिरहेकी थिए। पोइ किन आएन? उसको चिन्ता बढ्यो। मन विचलित भयो। शंका उत्पन्न हुन थाल्यो। कल्पिँदै ऊ विगतको घटनामा ठोक्किन पुगी। एक रात ऊ टन्न रक्सी धोकेर आएको थियो। सानो न्युमा बेसरी कुटेको थियो। त्यसपछि आधा अंश पाउने गरी डिभोर्सको सहमति भएको थियो। अचानक ड्याममा आवाज आयो। कसैले ढोकामा लात्ती हानेको आवाजले ऊ झसङ्ग भई। खुट्टा लरबराउँदै पेन्ट हिलै बनाएर डुङडुङती गनाउने भएर ऊ आएको रहेछ। आज फेरि के भयो? उसले रुन्चे स्वरमा प्रश्न गरे। के गरेको देखिनस्? मेरी प्याकुलीसँग म बसेको, तँलाई के को टाउको दुखाइ? यति भन्दै उसले स्वास्नीको कपाल तान्यो, घिसारेर बाहिर लग्यो। उसले उम्कन बल गर्दा गर्दै लडे। त्यही सो तब उसले ढोका लगायो अनि आफू घरभित्र सुत्यो। ऊ चिसोमा भोकै रातभर रक्षानमा लडे। बिहान छिमेकीले थाहा पाए ऊ रगताम्य अवस्थामा बेहोस थिए। हतार गरेर छिमेकीहरूले नजिकैको अस्पतालमा लगे। अत्याधिक रक्तस्राव भएकोले रगतको कमी छ, तुरुन्तै रगत खोज्नु डाक्टरले सल्लाह दिए। ओ नेगेटिभ रगत भएकोले कसैसँग मिलेन। अवस्था झनै नाजुक हुँदै गयो। अन्त्यमा उसको लोक्ने बटुकेको रगत ओ नेगेटिभ ग्रुप हो भन्ने थाहा भयो। ऊ रगत दिन तयार भयो। होस आएपछि सबैले बाटुलीलाई भने, उसैको रगतले तिमी बाँच्यौ। उसैले बचायो। ऊ भने मनमा नै सोचिरहेकी थिए, घाइते शरीर त रगतले बचायो, तर भाँचिएको मन उसले कसरी बचाउला खै। लघुकथा भाँचिएको मन। लघुकथाकार शारदा दाहाल भण्डारी। त्यसैगरी अर्को लघुकथा रहेको छ कमजोरी। लघुकथाकार शम्भु शर्मा पोखरा। अन्तर्राष्ट्रिय कला प्रतियोगिताको समाचार बाहिर आयो। आयोजक राष्ट्र चीन थियो। समाचारले नेपालका प्रसिद्ध कलाकार तेज बहादुरका कान ठाडा भए। आखिर उनी कलाकार अरेनीको वंशजका थिए। त्यसैले भेट्ने विचार गरे। विश्वका 10 ठूला राष्ट्रले प्रतियोगितामा भाग लिए। तेजबहादुर साँच्चीकै कलामा अब्बल थिए। एक हप्ताको फरकमा 8वटा राष्ट्रलाई उनी पछाडि पार्न सफल भए। जापान र नेपाल अन्तिम प्रतिस्पर्धाका लागि छनौट भए। शान्तिका अग्रदूत गौतम बुद्धको पूर्ण कदको मूर्ति तयार गर्नुपर्ने निर्णय
आयोजकले लियो। हिरोसी र तेजबहादुर अन्तिम लडाईँको तयारीमा लागे। समय कम थियो, त्यसैले सहयोगी कलाकारको माग उनीहरूले गरे। एक एकजना सहयोगी राख्न पाइने कुरा आयोजकले बताए। प्रतिस्पर्धा सुरु भयो। प्रतिस्पर्धाको प्रत्यक्ष प्रसारण सञ्चार माध्यमले गरिरहेका थिए। दर्शकहरू जोड-जोडले हुटिङ गर्दै थिए। धेरै राष्ट्रहरूले नेपालको जित सुनिश्चित भइसकेको दावी गरिरहेका थिए। हजारौं कलाप्रेमीहरूले महँगो बाजी लगाएका थिए। उत्साहित भएर धेरैजसो विजय उत्सव सुरु गरिसकेका थिए। केही पत्रकारहरू नेपाल र जापान दुवै देशको उच्च पदस्थ व्यक्तिहरूको अन्तर्वार्ता राख्दै थिए। केही समयपछि नतिजा सार्वजनिक भयो। जापानले सफलता हासिल गर्यो। विजयको अनुभव बाँड्न जापानी कलाकारलाई अनुरोध गरियो। उनले भने, यदि एक मात्र तेजबहादुर भएको भए हाम्रो हार निश्चित थियो। किन? उसले प्रश्न पार्दै भने। नेपाली दुईजना कलाकार एक आपसको मतान्तरमै अल्मलिरहे। यसैका कारण काम समयमा गर्न सकेनन्। लघुकथा कमजोरी। लघुकथाकार शम्भु शर्मा। त्यसैगरी अर्को लघुकथा रहेको छ चाँदनी। लघुकथाकार शेखर अर्याल, कीर्तिपुर। शहरबाट फर्केको थकित शरीरलाई मैले चौताराको काखमा टेकाएँ। पसिनापछि एक झोक्का सास फाले। क्षितिजमा हो न हो चिने चिने जस्तो चाँदनीको तस्बिरले तान्यो। श्वेत वस्त्रमा सजिएकी उनको आगमन चौतारातिरै थियो। त्यो चन्द्रमुखी अनुहारले किन मलाई सताउन थाल्यो। ए, ती त उनै चाँदनी होइनन्? मनले प्रश्न गर्दै थियो। होइन होला, उनको त परार साल मात्र बिहे भएको सुनेको थिएँ। यस्तो श्वेत वस्त्र त नहुनुपर्ने हो। मनले गुन्दै थिए। मुटुले झनपछि झनै ढ्याङ्ग्रो ठोक्दै थियो। बरपिपल छहारीमा उनी पसिना पुस्दै चौतारामा अडेस लागिन्। ठिक विपरीत दिशामा विगतका ती बाचाहरू सम्झेर मेरो मन एक तमासको भयो। हाम्रो भेट नभएको पनि धेरै भएछ। म भने मदानीको उकालो, छल्दीका फाँट अनि मालिकाका टारीमा बितेका पानाहरू पल्टाउँदै थिए। उनले सुइय सुस्केर हालिन्। त्यहाँ कोही भए नभएको पत्तो उनले पाउन सकेनन्। बागचालमा म उनको समीप पुगे। चाँदनी, ए चाँदनी, तिमी यस्तो अवस्थामा किन? के भयो? उनी झसङ्ग भइन्। सोम, तिमी? भन्दै उनले अँगालो मार्न खोजेकी थिइन्। उनका गोडा टक्क रोकिए। उनका आँखाबाट बलिद्र आँसु बग्न थाल्यो। त्यो भाववेगलाई मैले थाम्न सकिनँ। मेरो अँगालो फिजिएको थियो, तर उनको पाइला अगाडि बढ्न सकेन। हातको मोबाइल फ्यात्त खस्यो। उनी घोप्टो परी रुन थालिन्। अब उनलाई कसरी सम्हालु भनेर म इन्तुन चिन्तो भएँ। एकछिनपछि मनको बाढी रोकेर चारैतिर दृष्टि लगाए। सुनसान थियो, कतै मानवीय कोलाहल थिएन। अकस्मात मेरो हात उनको टाउकामा पुग्यो। चाँदनी, उठ न चाँदनी, मलाई क्षमा गर। पढाइले गर्दा केही समय सहरमा भए। हाम्रा अतीतका ती सपनाहरू भताभुङ्ग भए। कसरी यस्तो भयो भन न चाँदनी। सोम, तिमी आलो घाममा नुनचुक नलगाऊ। म बर्बाद भए। उनका आँखामा भारी वर्षा भयो। त्यस निर्जन स्थलमा सुक्क सुक्क आवाज आइरहेको थियो। ऊ हेर त चाँदनी, त्यो हाम्रो समाज। मैले आज त्यसलाई जिते। अब त श्वेत वस्त्र रङ्गीन हुने भयो। लघुकथा चाँदनी। लघुकथाकार शेखर अर्याल। त्यसैगरी अर्को लघुकथा रहेको छ मौका। लघुकथाकार डाक्टर शेखर कुमार श्रेष्ठ, दक्षिणकाली, फर्पिङ। जीवन भनेको परिवार र परिवार भनेको घर हो। घर भनेको पैसा र पैसा भनेको माया हो। पढाइका कक्षामा उसले सिके। पैसा कमाउन उसले गाडी सिके। चालक बनेपछि गाडी बिसौनीमा पुगेर उसले यात्रु बोलाउँदै भने, आउनुहोस्, गाडी खाली छ। बाटामा हिँडिरहेको यात्रुले सोध्यो, कहाँ हो? उसले भने, पहिले चढ्नुहोस्, तपाईँ जहाँसम्म चाहनुहुन्छ त्यही। यात्रु चढेन। उसले सोची, गन्तव्य बताउन आवश्यक छ। ऊ कराई, प्रेमनगर, जीवनपुर, कुबेरगाउँ, सुन्दरनगर, अलकापुर। अर्को यात्री नजिकै आएर भन्यो, अलकापुर जाने बेला भएको छैन, जीवनपुर ठिकै छ, तर तपाईँसँग प्रेमनगर जान चाहन्छु, कति हो भाडा? उसले बताई। यात्रु चढ्यो। गाडी अगाडि बढ्यो। आधा बाटो भएपछि चालकको मोबाइलमा फोन आयो। उसले हुन्छ भनेर फोन राखी। यात्रुले भन्यो, तपाईँको गाडीमा जीवनपुरको यात्रा गर्नुपर्ने रहेछ, लैजानुहुन्छ? मैले प्रेमनगरबाट चढ्ने अर्को यात्रुलाई लिइसके। उसले सुनाई। यात्रु मौन रह्यो। गाडी प्रेमनगर पुग्यो। यात्रुले भाडा तिरी आफ्नो बाटो लाग्यो। उसले जीवनपुर जाने यात्रुलाई फोन गर्यो। हातमा मोबाइल लिँदै यात्रु आयो र भन्यो, म तपाईँको गाडीमा चढ्दिन। यति भनी ऊ जसरी आएको त्यसरी गयो। ऊ रुन थाली। वरपरका मानिस सुमिए। तिनै मध्ये एकले सोध्यो, किन रोएकी बहिनी? उसले सुनाई, मैले समय ख्याल गरिनछु। अरूको विश्वासमा पर्दा धोका खाएँ। मैले जीवनपुरको यात्रा गुमाएँ।
एकजना वृद्धले भन्यो, मैले पनि पहिले कुबेरपुरको यात्रा गर्दा यस्तै धोका खाएको थिएँ। त्यसैले अल्पत्र परेको छु। लान चाहन्छौ भने जीवनपुर हुँदै अलकापुरी जान्छु। उसले वृद्धको शरीरदेखि पाउसम्म हेरे। अरू लाखापाखा लागे। वृद्ध चाहिँ उत्तरको अपेक्षामा थियो। उसले परिस्थिति सम्हाल्दै मनमा नै भने, कापी नभए कागजको चिट नै छ। अब मैले यो मौका छाड्नुहुन्न। लघुकथा मौका। लघुकथाकार डाक्टर शेखर कुमार श्रेष्ठ। त्यसै गरी अर्को लघुकथा रहेको छ राष्ट्रियता। लघुकथाकार श्री ओम श्रेष्ठ रोदन, झम्सीखेल, ललितपुर। कार्यक्रममा राष्ट्रिय गान बज्न थालेपछि सबैजना शान्त भए। कोही पनि नहल्लिकन उभिए। सेना प्रहरीले हात निधारनिर पुर्याएर सलाम गरे। नेताहरू शान्त मुद्रामा देखिए। केहीले छातीमा हात राखे, धेरैले मुट्ठी कसेर सिधा तल राखे। कसैले सस्वर गाए, कसैले ओठ मात्र चलाए। राष्ट्रिय गानले सबैलाई एकै लयमा ल्याएको थियो। न फरक विचार न फरक पार्टी। आखिर एकता हुने भनेको पनि राष्ट्रियतामा नै हो त नि। राष्ट्र र राष्ट्रियता हाम्रो पहिलो प्राथमिकता र प्रतिबद्धता। राजनीतिक पार्टीहरूको घोषणा पत्रमा लेखिएका समानता पनि यही त हो। अमेरिकी सहयोग एमसीसीको प्रस्तावसँगै देशमा ठूलो भूकम्प आयो। सम्झौता पत्रमा लेखिएका वाक्यहरू एउटै छन्, तर अर्थ अनेक बनाइयो। केही पार्टीका नेताहरूले भने देश र जनताका लागि यो स्वीकार्नै पर्छ। अर्का पार्टीका नेताहरूले भने छनै ठूलो आवाजमा भने यो राष्ट्रघाती छ, त्यसैले कुनै हालतमा स्वीकार्नुहुन्न। एउटै सत्यमा दुईवटा सत्य भएको ठहर गरियो। पार्टीहरू बाँडिए, नेता र कार्यकर्ताहरू सड़कमा उत्रिए, तर उद्देश्य सबैको एउटै थियो, राष्ट्रियता र मात्र राष्ट्रियता। केही पार्टीले नेपाल बन्द गरे, राष्ट्रियताकै लागि। प्रहरीले लाठी, अश्रुग्यास र गोली हान्यो, राष्ट्रियताकै लागि। राष्ट्रियताकै लागि महिनौसम्म आन्दोलन र दमन चलिरह्यो। एमसीसीको शक्ति नबुझेर म भने सड़कमा टोलाइरहेको थिएँ। झण्डा हल्लाउँदै आएको एउटा गाडी पश्चिमी झण्डा भएको ठूलो घरभित्र प्रवेश गर्यो। केही समयपछि अर्को अगुवा पछुवा भएका गाडीहरू उत्तरी झण्डा भएको घरभित्र पसे। त्यसपछि बल्ल मैले बुझे जस्तो लाग्यो, गणतन्त्रमा राष्ट्रियता आफ्नो देशको झण्डामुनि नहुँदो रहेछ। लघुकथा राष्ट्रियता। लघुकथाकार श्री ओम श्रेष्ठ रोदन। त्यसै गरी अर्को लघुकथा रहेको छ मृत्यु। लघुकथाकार श्रीराम राई, खोटाङ, हाल भक्तपुर। कोरोना महामारीको जोखिम कम हुँदै जाँदा लकडाउन खुलेको थियो। खोटाङकी ठूली मायाको पेट बढ्दै गएको थियो। उनको घर परिवारमा झलमल्ल घाम लागेको थियो। साँझ बिहानसँगै दिन बदलिँदै गयो। घर परिवारले उनलाई जिल्ला अस्पताल खोटाङ लगे। दक्ष जनशक्ति तथा स्तरीय सामग्रीको अभावमा त्यहाँ उपचार हुन सकेन। अस्पतालले बिरामीलाई अन्तै लाने सल्लाह दिए। लकडाउन खुले पनि जताततै संकटको आतंक थियो। संकटकालीन उपचार गर्न परिवारले नेता र आफन्त गुहारे। बिरामीलाई हेलिकप्टर चार्टर गरेर काठमाडौँ ल्याए। ठूली मायाको नानी अस्पतालमा जन्मियो। शल्यक्रिया गर्दा ठूली मायामा समस्या देखिएको थियो। खुसीका सामु ठूली मायाको समस्या ओझेल पर्यो। उनी अस्पतालबाट डिस्चार्ज भइन्। उनको समस्या बढ्दै गयो। उनी आफन्तकोमा बसेर अस्पताल धाउन थालिन्। 3 हप्तापछि अत्याधिक रक्तस्राव भयो र उनको ज्यान गयो। स्थिति अनुकूल नभए पनि नाराजुलुस र धरपकड भयो। आखिर जे गरे पनि अन्तिममा मिलाउनै पर्ने भयो। ठूलै पावर लगाए पनि नहुने कुरा भइसकेको थियो। नगरपालिकाले नानीलाई शिक्षा दीक्षा दिने र ठूलो भएपछि रोजगार दिलाउने आश्वासन दियो। नगरकै पहलमा अस्पतालबाट केही आर्थिक रकम सहयोगमा मिल्यो। लासको पोस्टमार्टम गरियो। रिपोर्टमा उल्लेख थियो कोरोना भाइरसको कारण आमाको मृत्यु। लघुकथा मृत्यु। लघुकथाकार श्रीराम राई। त्यसै गरी अर्को लघुकथा रहेको छ भय। लघुकथाकार संगीता ढुङ्गाना दाहाल, गोठाटार, काठमाडौँ। उच्च न्यायालयको प्राङ्गण अनि बीचमा आसीन हुनुभएका न्यायाधीश, दायाँ बायाँ लेखनदास र अधिवक्ताहरू थिए। अनि कठघरामा मेरा आमा र बुबा उभिनु भएको थियो। छेउमा बसेर म हेरिरहेको थिएँ। सम्बन्ध विच्छेदको फैसला हुँदै थियो। मेरो आमा भनिरहनु भएको थियो, यो 21औं शताब्दीमा पनि घरसाई कामकाजमा अल्झिएर म बस्न चाहन्न। मलाई स्वतन्त्रता र अधिकार चाहियो। म पनि काम गरेर आय आर्जन गर्न चाहन्छु। मनका चाहनाहरू पूरा गर्न चाहन्छु, न कि कसैको अधीनमा बसु। बुबा भन्दै हुनुहुन्थ्यो, तिम्रो स्वतन्त्रता र अधिकार हनन भएको छैन। रथरूपी हाम्रो दाम्पत्य जीवनको हामी दुई पाङ्ग्रा एकसाथ एकै गतिमा नहिँडे जीवन यात्रा कठिन र अधुरो रहन्छ।
त्यसैले म कमाउँछु, तिमी घर व्यवहार चलाऊ। कुरा राख्ने क्रममा आमाले आफ्नो ढिपी छोड्नु भएन। अन्ततः आमा बाबुबीच सम्बन्ध विच्छेदको फैसला भयो अनि मलाई सोधियो, तिमी आमा र बाबु मध्ये कोसँग बस्ने? म आत्तिए, रोएँ, कराएर गुहार मागे र भने म आमा बाबु दुवैजनासँग बस्छु, एकजनासँग मात्र होइन। मलाई दुवै चाहिन्छ, नत्र मेरो जीवन अन्धकार हुनेछ। यतिकैमा म आत्तिएर बिउजिए। यो मैले देखेको एउटा भयावह सपना रहेछ। अझै मेरो धड्कन तेज थियो। म बिस्तारै भान्सा कोठामा गएँ। आमा तरकारी काट्दै बुबातिर हेरेर मृदु मुस्कान छरिरहनु भएको थियो। बुबा चियाको चुस्की लिँदै ती मुस्कानहरू समेट्दै हुनुहुन्थ्यो। लौकथा भए लौकथाकार संगीता ढुङ्गाना दाहाल। त्यसै गरी अर्को लघुकथा रहेको छ प्रेरणा। लघुकथाकार सत्या अधिकारी, सानेपा ललितपुर। म कलेज पढ्दै थिएँ। आते जातिको क्रममा उनीसँग नजर जुट्यो, मन मिल्यो र हाम्रो बिहे पनि भयो। हाम्रो माया प्रेम देखेर छिमेकीहरू परिवार जोडी भन्दै जिस्काउँथे। बिस्तारै हामी 2बाट 4 भयौं। 2 सन्तान हाम्रो संसार बने। जेनतेन गुजारा चल्दै थियो। खाने मुख बढ्यो, जिम्मेवारी बढ्यो, तर कमाई बढेन। घर खर्चको कुरालाई लिएर हाम्रो खटपट सुरु हुन थाल्यो। शान्तिको खोजीमा मेरा पाइला बिस्तारै भट्टीतिर सोझिन थाले। त्यो साइली मोरी चौपट्टै राम्रो लाग्न थाली। उसले मलाई कहिल्यै गाली गरेन, बरु मिठो मुस्कानले गिलास भरिदिन्थे। म धेरै जसो साइलीसँगै समय बिताउन थाले। प्राय गनाएरै घर फर्कन्थे अनि ढोकैबाट हाम्रो युद्ध सुरु हुन्थ्यो। सधैँको हाम्रो झगडाले छोराछोरी दिक्क हुन थाले। आँखाभरि आँसु लिँदै एक दिन छोरीले भने, तपाईहरू सधैँ किन झगडा गर्नुहुन्छ? छोराले धम्की दिन थाल्यो, सधैँ यस्तै चाला भने म घरै छोडिदिन्छु। उनी पनि कम्मरको पटुकी फुकाएर आत्महत्या गर्छु भन्दै मलाई त्रसित पार्थे। हिजो आज म बानीले रक्सी पिउन बाध्य थिएँ, तर म परिवारको सुख पनि गुमाउन चाहन्नथे। एक साँझ साइलिकामा जान्न भनेर प्रण गरे, तर तलतलले औडा गर्यो। बहलिनका लागि भनेर छतमा गए। टहल्दै थिए, घरको टुडालमा एक जोडी परिवार चुच्चो जोडेर बसेका थिए। धेरै बेरसम्म हेरिरहे। विगतको कल्पनामा म हराए। मेरा आँखा रसाए अनि हृदय पक्लियो। म कोठामा गए। उसले भने, आज भट्टी नजाने? त्यति बेला लाज र आत्मग्लानीले मेरो शिर निहुरिन पुग्यो। लघुकथा प्रेरणा। लघुकथाकार सत्या अधिकारी। त्यसै गरी अर्को लघुकथा रहेको छ दौरा सुरुवाल। लघुकथाकार समीर पाक्रिन, निजगढ बारा, हाल ललितपुर। उनी वैदेशिक रोजगार कार्यालयको ढोकामा सर्वोच्च अगाडिको पेटीमा त कहिले नयाँ बानेश्वर स्थित संसद भवनको गेटमा उभिएर घोक्रो फुलाई फुलाई घण्टौं बोल्ने गर्थे। उनको निशाना सधैँ सहयात्री गणतन्त्रवादी नेताहरू र वर्तमान गठबन्धन सरकारतिर हुने गर्दथ्यो। धेरै पटक थुनिए पनि उनले विष वमन गर्न छाडेका थिएनन्। बिहानैदेखि मन्त्रीमण्डल पुनर्गठनको समाचारले चर्चा पायो। देशको राजनीति एकाएक तरंगित बन्यो। सबैमा कुतूहलता सल्वलायो। सधैँ बानेश्वर, लाजिमपाट, रत्नपार्क र सर्वोच्चतिर एक्लै बरबराइरहने उनी यसपालि बाग बजारको एउटा कपडा पसलमा दौरा सुरुवालको नापो दिइरहेका देखिए। लघुकथा दौरा सुरुवाल। लघुकथाकार समीर पाक्रिन। त्यसै गरी अर्को लघुकथा रहेको छ जुक्ति। लघुकथाकार सीताविष्ट कार्की, सेविका, टोखा 9, गोङ्गपु, काठमाडौँ। घरमा सधैँ सासू बुहारीको झगडा हुन थालेपछि बुबा दिक्क भए। एक दिन उनले छोरासँग कराए, ए शैलेश, अबदेखि तेरी श्रीमतीलाई आमासँग झगडा गर्न नगरेस् भन है। यो झगडाले नाति नातिनीको मानसिक विकासमा कस्तो असर पर्छ सोचेको छस्? बेलैमा सोच, नत्र पछुताउन पर्ला। बुबाको समर्थन गर्दै उसले भन्यो, कतिपटक भनिसके, भनेको मान्दिन, उल्टै तिम्रे आमाको अन्याय सहन सक्दिन भनेर जवाफ दिन्छे। घरको अशान्तिले गर्दा मलाई त अफिसमा काम गर्ने ऊर्जा नै मरिसक्यो। छोराछोरी अटेरी हुँदै गएका छन्। उनीहरू गृहकार्य गर्न मान्दैनन्। खोइ के गर्ने होला? त्यसो भए आज हामी ज्योतिष टोलमा जाउँ। दुवैको ग्रह हेराउन पर्यो। केही उपाय निस्किन्छ कि? बुबा छोरा दुवै ज्योतिषी कहाँ पुगे। त्यहाँ भिड थियो। धेरै बेर कुरेपछि पल्ल पालो पाए। उनीहरूले आफ्नो समस्या राखे। सबै कुरा सुनिसकेपछि ज्योतिषी फिस्स हाँस्यो। पछि गम्भीर भएर भन्यो, दुवै सासू बुहारीलाई रोग त लागेकै हो, औषधि भन्दा पनि जुक्तिबाट यसको समाधान हुन सक्छ। कुरा खस्न नपाउँदै उनीहरूले आत्तिएर भने, भन्नुस् न, त्यो जुक्ति के होला?
एकैछिनपछि ज्योतिषीले भने इगो भन्ने रोगले दुवैलाई समाएको रहेछ, दुवैलाई पालै पाइलो मौन व्रत बस्न लगाउनु, सबै ठिक हुनेछ। घर पुगेपछि बाबुले उर्दी जारी गरे, तिमीहरूको झगडाले घरमा शान्तिले सास फेर्न समेत गाह्रो भयो। अबदेखि एक दिन बुहारी, अर्को दिन सासु मौन व्रत बस। बाउछोराको कडा निगरानीमा मौन व्रत सुरु भयो। त्यसपछि घरको आँगन र नीलो गगनमा शान्तिका परेवाहरू पनि उड्न थाले। लघुकथा जुक्ति, लघुकथाकार सीता विष्टकारकी शिविका। त्यसै गरी अर्को लघुकथा रहेको छ जागिर। लघुकथाकार सीता रेग्मी मोरङ। बा, त्यो हजुरले चिनेको नेतालाई भनिदिनु पर्यो, कति काम खोज्दा नि पाइएन, मेरो यत्रो पढाइ खेर जाने भयो। ऊ हताश देखिन्थ्यो। बुबाले सम्झाउँदै भने, धत भनसुन गरेर नि कहाँ जागिर खाने हो र, आफ्नै योग्यताले खाए कसैले हेप्न पाउँदैनथे नि। मलिन स्वरमा छोराले भन्यो, सोर्सफोर्सको जमाना छ बा, योग्यताको कदर नै नभएको हाम्रो देशमा कसैले जागिर दिँदैनन्। छोरा र बाको वार्तालाप सुनेकी आमाले भनिन्, छोरा जागिर खोज्न कहीँ जानु पर्दैन, जागिर यही छ। बाबु छोरा दुवै अचम्ममा परि सोच्दै थिए, के जागिर होला। आमाले बाबु छोरालाई एउटा कृषि फार्ममा लिएर गइन्। लएर यी बाबु इन्जिनियर हुन्, जग्गा भाडामा लिएर काम गरेका छन्, थुप्रैलाई रोजगारी दिएका छन्। हाम्रो त वर्षौंदेखि बाँझो आफ्नै खेतबारी छ। आधुनिक तरकारीको व्यावसायिक खेती गरे पैसा कमाउन किन विदेश जानु पर्यो, किन सोर्सफोर्स लगाएर अर्काकामा नोकरी खोजिरहनु पर्यो। तर आमा, यत्रो फार्म खोल्न लाग्ने पैसा कहाँबाट ल्याउने नि, त आँट म पुर्याउँछु भन्छन् रे भगवानले पनि। हुन्छ मात्रै भन्न, उपाय निस्किहाल्छ नि, आमाले भनिन्। आमाले छोराको अनुहार पढिन्, उसको अनुहारमा खुसीका रङहरू सलमलाउँदै थिए। लघुकथा जागिर। लघुकथाकार सीता रेग्मी। त्यसै गरी अर्को लघुकथा रहेको छ तितो सत्य। लघुकथाकार हरिप्रसाद भण्डारी, तिलोत्तमा 8 रूपन्देही, हाल काठमाडौँ। आज एक दिनका लागि मलाई तेरो पाइँदैन। सीताले भने, किन र? प्रतिमाले जिज्ञासा राखी, आज मेरो बोयफ्रेन्डसँग भेट्ने कार्यक्रम छ के, त्यसैले। अलिकता लजाउँदै र अलिकता खुसी हुँदै सीताले भने, हुन्छ दिउँला, तर भोलि बिहान ल्याइदिनु ल। प्रतिमाले सहयोग गर्ने भए। कस्तो राम्रो पाइन्ट, केटाले तारिफ गर्यो। अस्ति विशाल बजारमा किनेको, आफूले लगाएको पान मुसार्दै सीताले भने, साह्रै सुहाएको छ। केटाले फुर्कायो, केटी मक्ख परी। केटाले चिन्यो, उक्त पाइन प्रतिमाको आग्रहमा केही दिन पहिले उसैले किनिदिएको थियो। लघुकथा तितो सत्य। लघुकथाकार हरिप्रसाद भण्डारी। त्यसै गरी अर्को लघुकथा रहेको छ झिङ्गा। लघुकथाकार डाक्टर हरिमोहन पोखरेल, कोहिमा, नागाल्यान्ड, भारत। उसले निकै गम्भीर हुँदै भन्यो, आजभोलिका मान्छेहरू सबै थोक सित्तैमा चाहन्छन्। अचम्म लाग्छ, आफू भने कसैलाई एक कौडी मद्दत गर्ने होइनन्। कतै केही पाउने ठाउँ छ भने कति हतार गर्छन्। उसको यस्तो कुरा सुनेर स्वास्नीले भने, के गर्छौ त बुढा, हामीलाई सधैँ दिइरहन पुगोस्। बाबा आमाका कुरा सुनिरहेकी छोरीले बिचैमा भने, हामीहरू खोला, झारपात र रुख जस्तो प्रकृति बनेर बाँच्न पाऊँ, जसले अरूको उपकार गरेर जीवन समाप्त गर्छ, तर झिङ्गा जस्तो भएर होइन। लघुकथा झिङ्गा। लघुकथाकार डाक्टर हरिमोहन पोखरेल। त्यसै गरी अर्को लघुकथा रहेको छ खोजी। लघुकथाकार हिरा लामा, भरतपुर 11 चितवन। दृश्य 1। अन्तिम पटक जब उसले छिनो हान्न के थालेको थियो, अचानक ढुङ्गा बोल्यो। म के भन्दैछु मूर्तिकार? भगवान। मूर्तिकारले भन्यो, सकिन्छ मान्छे बनाऊ, मान्छेमै हुन्छ भगवान, सकिँदैन खोलामै लगेर राख मलाई, ढुङ्गाले भन्यो। त्यस दिनपछि मूर्तिकारले ढुङ्गामा होइन मान्छेमा भगवान खोज्न थाल्यो। धेरै वर्ष उसले मान्छेमा भगवान खोज्यो, तर भेटेन। ऊ निराश भयो र पुनः त्यही खोलामा पुग्यो। दृश्य 2। के भयो केटा? ढुङ्गाले उसलाई सोध्यो। मान्छेभित्र भगवान भेटिन, अब म तिमीलाई नै भगवान बनाउँछु, उसले भन्यो। धत लाटा, मान्छेभित्र मान्छे खोज्ने हो, भगवान होइन। जुन दिन तिमीले त्यो मान्छे भेट्टाउँछौ, सम्झ तिमीले भगवान भेट्टायौ। सुनिन्छ, मूर्तिकार आजसम्म पनि मान्छेभित्र मान्छे खोज्दैछ। लघुकथा खोजी। लघुकथाकार हिरा लामा।
दर्शक तथा श्रोतावृन्द, आजको लागि अन्तिम लघुकथा रहेको छ 5 अक्षर। लघुकथाकार हेम पोखरेल, खोटाङ हाल, छोराहट मोरङ। बाले छोरालाई एउटा पोको देखाउँदै भन्नुभयो, यो कसैलाई नदेखाउनु। बाले नदेखाउनु भनेपछि केटालाई खसखस लाग्यो। उसले पोको स्कुलमा लिएर गयो र सरलाई देखायो। पहिले नेपाली सरलाई देखायो र सोध्यो, यो के हो सर? सरले भन्नुभयो, यो 3 अक्षरको शब्द र 2 अक्षरको शब्द मिलेर बनेको एउटा पूर्ण वाक्य हो। केटालाई चित्त बुझेन। उसले हिसाबको सरलाई देखायो। उहाँले भन्नुभयो, यो समीकरण हो, यसमा गणितका धेरै फर्मुलाहरू लागेका छन्। यताको बराबर उता हुन्छ, यताको प्लस उता जाँदा माइनस भएर जान्छ, माइनस माइनस प्लस हुन्छ, माइनस प्लस माइनस नै हुन्छ। सरका कुराले केटो अल्मलियो र साइन्स सरलाई सोध्यो। उहाँले भन्नुभयो, विज्ञानले दिएको उपहार यही हो, यो इलेक्ट्रोन, प्रोटोन र न्युट्रोन हो। केटालाई अझै चित्त बुझेन। उसले भूगोल सरलाई सोध्यो। सरले भन्नुभयो, यही हो पृथ्वी, यसमा देखिएका 4वटा अक्षरहरूमध्ये यो पूर्व हो, यो पश्चिम हो, यो उत्तर हो, यो दक्षिण हो र बाँकी रहेको एउटा अक्षर पृथ्वीको मध्यभागमा रहेको भूमध्य रेखा हो। सबै गुरुहरूबाट उत्तर आए पनि कसैको उत्तरले केटाको चित्त बुझेन। बाहिर निस्केपछि समाजले बुद्धिजीवी भन्ने गरेका एकजना मान्छेलाई उसले भेट्यो र सोध्यो, यो के हो? उनले भने, केटा, तिमीले यो देखिहाल्यौ, नदेखेको भए पनि हुन्थ्यो। अहिलेको समाजले यही कुरा खोजिरहेको छ। अहिलेको समाजले, अहिलेको राजनीतिले, अहिलेको सत्ताले र हरेक उच्च स्तरीय व्यक्तिले गरिखाने भाँडो बनाएको महत्वपूर्ण साधन यही हो। केटालाई यस उत्तरले पनि चित्त बुझेन। ऊ घर आयो। उसका बा पनि बेलुका घर आए। उसले बालाई सोध्यो, बा, यो के हो? बाले भन्नुभयो, यो देखेपछि सबैले आफूसँग जस्तो ज्ञान छ त्यही भन्छन्, त्यसैले यो कहिले कसैलाई देखाउन नहुने दुःखको आँसु हो। लघुकथा 5 अक्षर। लघुकथाकार हेम पोखरेल। दर्शक तथा श्रोतावृन्द, यो सँगै पाठशालाका लघुकथा 3 पुस्तकबाट पनि सम्पूर्ण कथाहरू सकिएका छन्। आजबाट भने पाठशालाका लघुकथा कार्यक्रम सकिएको छ। कार्यक्रममा जोडिनुहुने, साथ सहयोग दिनुहुने सम्पूर्ण दर्शक श्रोताज्यू र प्रत्यक्ष अप्रत्यक्ष रूपमा सल्लाह सुझाव र साथ दिनुहुने सम्पूर्ण महानुभावहरूलाई हार्दिक धन्यवादका साथ म कथावाचक जमिन राई बिदा माग्न चाहन्छु। नमस्कार। प्रत्येक महिनाको 15 गते पाठशालाका लघुकथा।